और बाबा छोरीको इटिङ च्यालेन्ज मेरो यति छ छोरीको यति छ टाइम स्टार्ट नाउ ओके स्टार्ट एकछिन प्राइज जसले जित्छ त्यसले भोलि मोमो खुवाउँछ जो हार्छ त्यसले मोमो खुवाउँछ ओके भात मात्र नखाओला अलि दाल कता चाहनुहुन्छ गरे वहाँ स्टार्ट भइसक्यो अब नि गर्नु ल स्टार्ट गाइस मेरो आधी सकिसक्यो ग्रीष्माले बल्ल 2 स्पुन खाइन् ग्रीष्माको यहाँ पनि छ दुध पनि छ गाइस दाल हालेर खाउँदो कस्तो हुँदो रहेछ ग्रीष्माले दाल साल केही खानुहुन्न झोल खानुहुन्न भेजिटेबल मन पर्दैन मैले अन्त ग्रीष्माले चाँडो खाइदिनु मलाई जित्नलाई भोलि मोमो खुवाउनु पर्दैन रे मेरो त आधी हो सकिसक्यो त्यो मासु पनि सक्छ त्यहाँ ग्रीष्माको मासु पनि सक्नुपर्छ तपाईँ दाल पनि पिउनु पर्छ आमाले छाला हाल्नु न किन खान्छु मासु पनि खान्छु भन्छन् गाइस गाइस मलाई गल्ला गाइस छोरीको र मेरो च्यालेन्ज छोरीले सक्न लागिसकेकी छिन् मैले त मोमो खाएँ बोले पनि तुम च्यालेन्ज हो के खाने साग राखिन् मलाई भयो गाइस अलमोस्ट सकिसक्यो छोरीले मेरो आधी छ बसमा भेनाको बाबाको हाततिर ग्रीष्माले अलमोस्ट सकिसकिन् होइन बोले अझैको मोमो खाने टाढो भोलि ग्रीष्मालाई मैले एक प्लेट मोमो खुवाउन पर्ने जस्तो देखियो अझै छ ग्रीष्माको थोरै मेरो पनि थोरै छ अब त सक्छु ओहो सफा चट गराउनु पर्छ त्यस्तो त हुन्न फेरि चिटिङ हुन्छ नभए त्यो जल्दी यस्तो मेरो जस्तो सफा गराउँदैन तबसम्म फेरि हालिन्छ गाइस मैले जितेँ
जित्नलाई उनको यति हो यति त हुन्छ होला नि ल ल गाइज मैले हेल्प गरेँ ग्रीष्मालाई पानी हाल्नु ल ग्रीष्मा हालिन् ग्रीष्माले खुवाउनु पर्यो भोलि प्लेट मोमो ग्रीष्माले खुवाउनु पर्यो भोलि मोमो कसलाई तिमी मलाई तिमी हार्यौ त मेरो सक्यो तिम्रो छ त्यहाँ बाँकी पैसै छैन मसँग मलाई मान्दैन जसो गाह्रो बना खुवाउनु पर्यो ल हारिन् ग्रीष्मा लेखिँदै त्यही आमा भनेर लेखिँदै ग्रीष्मा मेरो तिम्रो सक्यो मसँग पैसै छैन गाइड पैसा आएन भन्नु